संविधान सभाका समितिको सभापतिमा ठूला दल बीचको सहमतिबाट उम्मेदवारी दर्ता। राजनीतिक संवाद एवं सहमति समितिमा भने आज निर्वाचन हुँदै। रौतहटको ब्रह्मपुरी स्थित तत्मा टोलमा आगो लागि एक बालकको मृत्यु, 30 घर जलेर नष्ट। जाजरकोटको छेडा बजारका बासिन्दा भेरी नदीको फोहोर पानी पिउन बाध्य। बजार आसपास पानीको मुहान नभएकाले समस्या परेको स्थानीयको भनाई। अमेरिकी सेना अवतरण गरेपछि युक्रेनको सिमानामा रसियाली सेना पनि परिचालित। युक्रेनी सेनाको कारबाहीमा रुसी समर्थक प्रदर्शनकारीहरूको मृत्यु। र सूर्य गल्फ मास्टर्समा भारतका सहमीम खानको एक्लो अग्रता। साबिक विजेता नेपालका शिवराम श्रेष्ठ 11औं स्थानमा। नमस्कार, नेपाल टेलिभिजनको बिहान 11 बजेको समाचारमा स्वागत छ। म बिभा लुइटेल। अब समाचार विस्तारमा। ठूला राजनीतिक दलहरूले संविधान सभा अन्तर्गतका समितिहरूको सभापति छनौटका लागि सहमतिमै उम्मेदवारी दर्ता गराएका छन्। 5 मध्ये 4वटा समितिका सभापतिका लागि एक जनाको मात्रै उम्मेदवारी दर्ता गरिएका कारण ती समितिका सभापतिहरू निर्विरोध भएका छन्। तर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा भने आज निर्वाचन हुँदैछ। सो समितिको सभापतिमा एकीकृत नेकपा माओवादीका डाक्टर बाबुराम भट्टराई र असन्तुष्ट साना पार्टीका तर्फबाट खम्बुवान राष्ट्रिय पार्टीका रामकुमार राईको उम्मेदवारी परेपछि निर्वाचन हुने भएको हो। संविधान मस्यौदा समितिको सभापतिमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, संविधान अभिलेख अध्ययन तथा निर्क्युल समितिको सभापतिमा नेकपा एमालेका विष्णु पौडेल, क्षमता अभिवृद्धि समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालका लक्ष्मी चौधरी र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सभापतिमा नेकपा संयुक्तका सभासद प्रमिला राणाले मनोनयन पत्र दर्ता गराउनु भएको छ। मनोनयन दर्ता गरेपछि प्रतिक्रिया दिँदै नेताहरूले सहमतिकै माध्यमबाट संविधान निर्माण गर्न आफूहरूले जोड दिने बताउनुभयो। तर्फबाट पूरा प्रयत्न हुन्छ र आज यो समितिको सभापतिको मनोनयन गर्ने क्रममा नै प्रमुख दलहरूकै बीचमा प्रस्तावक समर्थक रहेर मनोनयन दर्ता भएको कारणले पनि आगामी दिनमा सहमति निर्माण गर्न वातावरण सहज हुन्छ। र अहिलेको वातावरण भनेको सबै राजनीतिक दलहरूको बीचमा सहमति निर्माण गरेर संविधान बनाउने हो। संविधान निर्माण राष्ट्रको मूल एजेन्डा हो। अहिले संविधान निर्माण भएपछि मात्रै देशमा राजनीतिक स्थायित्व हुन्छ, त्यसपछि नै देशले प्रगति समृद्धि हासिल गर्ने हो। त्यसकारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कार्य हामी 71 सालको माघ पहिलो हप्ताभित्रै हामीहरू पुरा गर्छौँ र माघ पहिलो हप्ताभित्रमा हामी संविधान घोषणा गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ। पिछडिएका वर्ग, क्षेत्र, त्यो जात जातिहरूलाई कसरी अगाडि ल्याउने, त्यसमा म आफ्नो भूमिका खेलिराख्छु। आएको जिम्मेवारीहरू जनतामा जानुपर्ने, अब नागरिक सम्बन्धमा हामी जसरी चाहिँ हामी काम र आफ्नो कर्तव्यलाई निभाएर हामी जनताको समक्ष सुझाव लैजान्छौँ, ल्याउँछौँ, हामी त्यसलाई सङ्कलन गर्छौँ। यसैबीच विभिन्न 13 राजनैतिक दलहरूका सभासदहरूले समितिका सभापतिहरूको चयनको प्रक्रिया गलत भएको भन्दै संविधान सभाका महासचिव मार्फत सभाध्यक्षको ध्यानाकर्षण गराउनु भएको छ। जनआन्दोलन 2062-63 का उपलब्धिहरूलाई स्मरण गर्दै हिजो लोकतन्त्र दिवस मनाइयो। तत्कालीन 7 राजनीतिक दल र नेकपा माओवादी बीचको 7 बुँदे सहमतिपछि भएको ऐतिहासिक जनआन्दोलनबाट 2063 साल वैशाख 11 गते प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो। यसैबीचमा देशमा राजनीतिक परिवर्तन भए पनि अहिलेसम्म संविधान बन्न नसकेकोमा भने चिन्ता व्यक्त गरिएको छ। एक रिपोर्ट। तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको प्रत्यक्ष शासन छोडेर विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेको दिन वैशाख 11 गतेलाई मुलुकभर लोकतन्त्र दिवसका रूपमा मनाइने गरिएको छ। राजा ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी शासन सत्ता हातमा लिएपछि संसदवादी 7 राजनीतिक दल र तत्कालीन नेकपा माओवादी बीच शाही शासन विरुद्ध लड्ने 12 बुँदे सहमति भएको थियो। सो सहमति अनुरूप 2062-63 सालमा 7 दल र माओवादीको नेतृत्वमा 19 दिनसम्म भएको आन्दोलनपछि राजा ज्ञानेन्द्रले आफूले लिएका सबै शक्ति र सत्ता तथा राजनीतिक अधिकार जनतालाई फिर्ता गरेका थिए।
मुलुकमा पटक पटक प्रजातन्त्र स्थापना भए पनि दरबारबाटै यसको हरण भएपछि अब कुनै पनि हालतमा हरण हुन नदिने दलहरूको प्रतिबद्धता अनुरूप नै राजा ज्ञानेन्द्रले वैशाख 11 गते तत्कालीन प्रतिनिधि सभालाई पुनर्स्थापना गरेका थिए। यसै अधिकारको उपलब्धिका रूपमा नेपालबाट राजतन्त्रको अन्त्य भएको हो। त्यसपछि मुलुकमा संघीयता, धर्मनिरपेक्षता तथा समावेशिताले प्रवेश पायो। यसै गरी सशस्त्र सङ्घर्षमा रहेको तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएर राज्यलाई हतियार बुझाउने र शान्ति प्रक्रियाले पूर्णता पाउने काम समेत यस बीचमा भएको छ। 2007 सालदेखिको नेपाली जनताको चाहना संविधान सभाको गठनका लागि 2064 सालमा निर्वाचन भयो। तर तोकेको समयमा संविधान दिन नसकी पटक पटक गरी 2 वर्ष म्याद थप गरे पनि 2069 साल जेठ 14 गते संविधान सभा विघटन हुन पुग्यो। राजनीतिक दलहरूकै सिफारिसमा तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्री परिषदले 2070 साल मङ्सिर 4 गते संविधान सभाका लागि दोस्रो निर्वाचन गराएपछि हाल संविधान सभाको गठन भएको छ। यस संविधान सभाले राजनीतिक दलहरूको प्रतिबद्धता अनुरूप आगामी माघको पहिलो सातासम्ममा संविधान दिने लक्ष्य राखेको छ। विगतको गल्तीबाट पाठ लिँदै दलहरूले आफ्नो जिम्मेवारी यसपटक पूर्ण गर्ने विश्वासका साथ नेपाली जनताले निर्वाचनमा आफ्नो मताधिकारलाई प्रयोग गरे पनि अझै नेताहरू एक अर्कोलाई दोष दिने काममा व्यस्त रहेकाले अझै पनि मुलुकमा अनिश्चितताको अवस्था छ। शासकीय स्वरूप, राज्य पुनर्संरचना जस्ता महत्त्वपूर्ण विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेको अवस्थामा मुलुकमा राजनीतिक अस्थिरता र सङ्क्रमणकाल लम्बिँदै जाने सम्भावना छ। निर्धारित समयमै संविधान जारी हुने कुरामा आम जनमानसमा शङ्का छ। लोकतन्त्र स्थापित भए पनि देशमा महँगी, बेरोजगारी, खाद्यान्न सङ्कट, असुरक्षा र लोड सेडिङको अवस्थामा कुनै कमी आउन सकेको छैन। विगतमा राजनीतिक दलहरू आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान लेख्नभन्दा प्रधानमन्त्री बन्ने र हट्ने आन्तरिक विवाद, मतभेद र दलगत स्वार्थमा लाग्दा दलका नेताहरूको सहमति, सहकार्य र राष्ट्रिय एकता भाषणमा मात्र सीमित रहन पुग्यो। यसपटक त्यस्तो नभई जनतालाई अधिकार सम्पन्न बनाई हरेक भाषा, धर्म र संस्कृतिको विकास हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान लेखनको काम पूरा हुने आशा नेपाली जनताको छ। लोकतन्त्र दिवसकै अवसरमा आयोजित चियापान समारोहमा संचारकर्मीहरूलाई प्रतिक्रिया दिनुहुँदै उपराष्ट्रपति परमानन्द झाले 1 वर्षभित्रै नयाँ संविधान बन्नेमा आफू आशावादी रहेको बताउनु भएको छ। उपराष्ट्रपति झाले निर्धारित मितिमा संविधान बनाउन दलहरू लागि पर्ने विश्वास समेत व्यक्त गर्नुभयो। र यो लोकतन्त्रको दिवसको सम्झनामा जति पनि संविधान सभाको मान्य सदस्यहरू हुनुहुन्छ उहाँहरूसँग विशेष आग्रह के छ भनेदेखि आजको दिनलाई सम्झने एउटा बाटोको रूपमा सालभरभित्र संविधान बनिदियोस्, जुन कि लोकतन्त्रको एउटा जगको रूपमा संविधान हो, त्यो आइदियोस् भन्ने कुरा उहाँहरूलाई पनि म आग्रह गर्न चाहन्छु। सोही कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रका उपलब्धिको रक्षाका लागि आगामी 1 वर्षभित्र संविधान बनाइने बताउनुभयो। संविधान बनेपछि मात्रै सबै नेपालीहरूका हक अधिकारको रक्षा हुने भएकाले दलहरू यसमा एक भएर लागि परेको यसको हामीलाई उपलब्धिलाई अब जोगाउनु परेको छ। के भन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता, त्यसको यसलाई जब तपाईँ यो संविधान बनेर स्थिरलाई गर्नुहुन्छ नि, अनि सबैका हक अधिकारहरू त्यसमा आउँछन्। सबैको अहिले आइडेन्टिटीका कुराहरू छन्, कल्चरका कुरा छन्, भाषाका कुरा छन्, सबै ठिक भएर र मलाई पुरा विश्वास छ हामीले पोलिटिकल पार्टीहरूले भने जस्तै सबै लिडरहरू एक स्वरमा भनिराख्नुभएको छ कि यो 1 वर्षभित्र हामी कन्स्टिट्युसन दिन्छ र यो सबैभन्दा ठुलो हो। आज हामी यस दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्छ। धन्यवाद। कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधान न्यायाधीश, मन्त्रीहरू, सभासद र उच्च पदस्थ अधिकारी तथा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको सहभागिता थियो। चियापान कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरूको भने उपस्थिति थिएन।
लोकतन्त्र दिवसको अवसरमा 2062-63 जनआन्दोलनका शहीदहरूलाई सम्झँदै हिजो देशका विभिन्न भागमा विभिन्न कार्यक्रम आयोजना गरिए। यसै क्रममा काठमाडौँको कलङ्की स्थित शहीद प्रद्युम्न खड्काको शालिगमा माल्यार्पण गरियो। कार्यक्रममा सहभागी भएकाहरूले शहीदहरूले चाहेको जस्तो गरी राजनैतिक उपलब्धि हासिल हुन नसकेको बताएका थिए। लोकतन्त्र दिवसको अवसरमा सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा शहीद परिवारलाई निम्तो नआएको उनीहरूको गुनासो थियो। जनताले जुन लोकतन्त्र चाहेका थिए, जुन नेपाली जनताले त्यत्रो धेरै राजतन्त्रको लागि लड्न पर्यो, बलिदान गर्न पर्यो, घाइते हुनु पर्यो, आज अङ्गभङ्ग भएका त्यतिकै छन्। हाम्रा राजनीतिक दलका नेताहरूले चाहिँ त्यो उपलब्धि चाहिँ संस्थागत गर्न सक्नु भएन। आज त्यो लोकतन्त्र आए जस्तो हामीलाई शहीद परिवारलाई लागेको छैन। यसैगरी लोकतन्त्र दिवसको अवसरमा काठमाडौँको बसन्तपुरमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो। नेवारी संस्कृति झल्कने अष्टलक्ष्मी नृत्य सहित त्यसवखत नेवा भोज पनि आयोजना गरिएको थियो। नेवा खलले आयोजना गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। दुई 2062-63 को जनआन्दोलनपछि लोकतन्त्र दिवस मनाउन थालिएको 9 वर्ष भइसकेको छ। यस अवधिमा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षालाई लोकतन्त्रलाई संस्थागत गर्न भएका प्रयासहरूलाई मूल्याङ्कन कसरी गर्नुहुन्छ भनेर हामीले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सोधेका छौं। प्रस्तुत छ अबको जनविचार। प्रायोजक गणतन्त्र आयो, तर शहीदप्रति जुन सम्मान गणतन्त्र नेपालमा हुन पर्थ्यो त्यो भएको छैन। आजको दिनमा सम्पूर्ण नेपालीहरूले फेरि एकपटक शहीदहरूले केका निम्ति शहादत प्राप्त गरे, केका निम्ति उहाँहरूले आहुति दिए भन्ने कुरा एकपटक सम्झिनुपर्ने जरुरी हुन्छ। गणतन्त्र स्थापना भयो, सबभन्दा ठुलो कुरो वाक स्वतन्त्रता भयो, पार्टीहरू खोल्न पाउने अधिकारहरूको फेरि पनि चाहिँ त्यो अधिकार प्राप्त भयो। समग्रमा भन्दा राजनीतिक चाहिँ हिसाबले चाहिँ अधिकारहरू प्राप्त भयो, तर जनताको इच्छा अनुसारको चाहिँ जस्तो संविधान बन्ने कुराहरू, देशलाई अग्रगतितिर बढाउने कुराहरू, आर्थिक क्रान्तिका कुराहरू, कृषि क्रान्तिका कुराहरू, यी कुराहरू चाहिँ भएको छैन। लोकतन्त्रको उपलब्धि जबसम्म हुनेछ तबसम्म संविधान बन्दैन। संविधान बनिसकेपछि मात्र अनि लोकतन्त्रको चाहिँ नि उपलब्धि हुन्छ भन्ने मलाई लागेको छ। के भइरहेको छ र केही पनि भएको छैन। हामीलाई खालि नेताहरू आफै झगडा पऱ्यो भन्छन्, आफै गर्यो भन्छन्, भन्ने बेलामा चाहिँ देशको लागि केही गर्छु भन्छ, गर्नु चाहिँ केही पनि गरेको छैन। समाचार अझै बाँकी छन्, बेला भएको छ विज्ञापनको। डबल शक्तिको साथमा नयाँ शक्ति व्हील। विज्ञापनपछि फेरि पनि स्वागत छ। विश्व औलो दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। औलो रोगबाट बच्न बस्ती वरिपरि तथा घर वरिपरिको सरसफाइमा विशेष ध्यान दिने सरकारले अनुरोध गरेको छ। विश्व औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागमा आयोजना गरिएको कार्यक्रममा औलो नियन्त्रणमा नेपालले उल्लेख्य सफलता हासिल गरेको जानकारी दियो। गत वर्ष करिब 1000 जनालाई औलो रोग देखिएको र थप 1000 नेपालीलाई विदेशमा रहँदा औलो लागेको थियो। लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग लाग्ने भएकाले घर वरिपरि पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर बाबुराम मरासिनीले बताउनुभयो। गाउँ विकास समिति नगरपालिकाहरूको पनि यसमा सहयोग चाहिएको छ, किनभने नगरपालिकाभित्र राम्रो सरसफाइ ढलको व्यवस्था भएन भने लामखुट्टे प्रशस्त मात्रामा हुने र लामखुट्टेले चाहिँ फेरि त्यो नगरपालिकाभित्र औलो सार्ने चाहिँ सम्भावनाहरू धेरै देखिएको छ। त्यसैले औलो नियन्त्रणमा खास गरी चाहिँ नगरपालिकाहरूको भूमिका चाहिँ अत्यन्त चाहिँ अहिलेको रूपमा चाहिँ अहिलेको भन्दा चाहिँ धेरै बढाउनु पर्ने जरुरी देखिएको छ। रौतहटको ब्रह्मपुरी गाविस तत्माटोलमा हिजो दिउँसो आगो लागि हुँदा एक बालकको मृत्यु भएको छ भने 30 घर जलेर
नष्ट भएका छन्। स्थानीय सुबोध गोसाईका 3 वर्षीय छोरा कृष्ण गोसाईको मृत्यु भएको हो। दमकल सहित स्थानीय जनता, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको करिब 4 घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। 81 आगो लागेको र घरभित्र रहेका नगद तथा जिन्सी निकाल्न नपाएको आगो लागि पीडितहरूले बताएका छन्। आगो लागिबाट 30 घर परिवारका 200 जना विस्थापित भएको रौतहटका प्रहरी उपरीक्षक उमेश रञ्जित कारले जानकारी दिनुभयो। जाजरकोटको छेडा बजारका बासिन्दा वर्षौंदेखि भेरी नदीको फोहोर पानी पिउन बाध्य छन्। बजारमा स्वच्छ पिउने पानीको सुविधा नहुँदा बजारवासीलाई भेरीको फोहोर पानी पिउनु पर्ने बाध्यता भएको हो। सुर्खेत जिल्लाको सीमामा पर्ने छेडा बजार छिन्चु जाजरकोट सडकको मध्यभागमा पर्दछ। बजारमा पानीको सुविधा नभएकाले यात्रुलाई समेत फोहोर पानी पिउनु पर्ने बाध्यता छ। भिरालो र सुक्खा ठाउँ हुँदा बजारको आसपास पानीको मुहान नभएकाले स्थानीयले पानीको व्यवस्था गर्न सकेका छैनन्। बजारमा पानीको सुविधा नभएकोले भेरीको पानी पिउनु पर्ने बाध्यता भएको स्थानीयको भनाइ छ। समाचार अझै बाँकी छन्, फेरि बेला भएको छ विज्ञापनको। विज्ञापनपछि फेरि पनि स्वागत छ। अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनको सीमा क्षेत्रमा अमेरिकी सैनिक खटाए लगत्तै रसियाले पनि युक्रेनी सीमामा सैनिक तैनात गरेको छ भने युक्रेनी सेनाले रसिया समर्थक प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा कैयौं व्यक्तिको मृत्यु भएको छ। रसियाका कारण पूर्वी युक्रेनमा अस्थिरता बढेको अमेरिकाले जनाएको छ। रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले भने युक्रेन सरकारले सेना परिचालन गरेर आफ्नै जनतासित भिडन्त गराई त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। युक्रेनी सीमामा रुसी सैनिक डफा परिचालित भइसकेको देखिएको समाचार संस्थाहरूले जनाएका छन्, तर रुसका विभिन्न अधिकारीले भने रुसी सेना परिचालित नहुने बताएका छन्। युक्रेनको अर्को छिमेकी चेक रिपब्लिकले युक्रेनका लागि सेना पठाएर लडान्ची तयार गर्ने जनाएको छ। अब खेल समाचार। सूर्य नेपाल मास्टर्स गल्फ प्रतियोगितामा भारतका सहमीम खानले एक्लो अग्रता लिएका छन्। काठमाडौँको गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हिजो दोस्रो दिनको खेल सकिँदा खान 5 अन्डर 67 सहित अग्रस्थानमा उक्लिएका हुन्। पहिलो दिनको खेल सकिँदा अग्रस्थानमा रहेका अंगद चिमा दोस्रो स्थान तथा भारतका चित्रप्पा एस तेस्रो स्थानमा छन्। साबिक सूर्य मास्टर्स विजेता नेपालका शिवराम श्रेष्ठ 5 अन्डर 139 का साथ 11औं स्थानमा झरेका छन्। यससँगै हामी समाचारको अन्त्यमा आइपुगेका छौं।